रासपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच एकताले आगामी निर्वाचनलाई रोचक मोडमा पुर्याएको छ। प्रधानमन्त्रीको उम्मेद्वार पहिल्यै निश्चित भएकाले मतदातालाई स्पष्ट विकल्प पनि प्रस्तुत भएको छ। एजेन्डा मिल्ने अरू दल र समूहलाई पनि यसै गरी एकता वा गठबन्धन गर्ने दबाव बढेको छ। शनिबार राति 9 बजेदेखि बिहान 4 बजेसम्म भएको वार्ता 7 बुँदे सहमति गर्दै टुङ्गोमा पुगेको हो। सहमतिमा रासपा सभापति रवि लामिछाने र नेता बालेन्द्रले हस्ताक्षर गरेका छन्। रासपा नेता असीम शाहको कमल पोखरी स्थित कार्यालयमा दुई नेताबीच भएको सहमतिको चौथो बुँदामा लामिछाने रासपाको सभापति र बालेन्द्र प्रधानमन्त्रीको उम्मेद्वार हुने उल्लेख छ। एकतापछि पार्टीको नाम, चुनाव चिन्ह, झण्डा परिवर्तन हुने छैन। रासपा केन्द्रीय समिति र आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारमा बालेन्द्र पक्षको 40% उपस्थिति रहने समझदारी छ। एकता लगत्तै पार्टी पदाधिकारीमा समेत बालेन्द्र पक्षका नेतालाई स्थान दिने समझदारी भएको छ। बालेन्द्रका तर्फबाट वार्ता टोलीमा रहेका भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तयारी रहेको एक नेताले जानकारी दिए। वार्ता टोलीको नेतृत्व गरेका बालेन्द्रका साथी कुमार बेनले भने तत्काल पार्टी समितिमा जाने इच्छा देखाएका छैनन्। रासपा विधानमा 1 सभापति, 3 उपसभापति, 1 महिला, 1 कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र 2 सहप्रवक्ता हुने व्यवस्था छ। रासपामा कविन्द्र बुर्लाकोटी महामन्त्री बनेपछि सहमहामन्त्री पद खाली छ। त्यसमा बालेन्द्रका सोखिय सचिव समेत रहेका शाहलाई ल्याउन लागेको हो। पदाधिकारी व्यवस्थापन जटिल हुने भएकाले तत्काललाई विधान अनुसार पूर्ति हुन बाँकी रहेका पदमा बालेन्द्र पक्षबाट प्रतिनिधित्व गराउने तयारी गरिएको रासपाका एक नेताले बताए। एकता गर्दा पहिल्यैदेखि पार्टीमा रहनुभएका साथीहरूलाई पनि चिड्याउनु भएन। यताका साथीहरूलाई धेरै असर नपुग्ने गरी उहाँहरूलाई सम्मानजनक उपस्थिति गराउँदैछौँ, उनले भने। नेताहरूका अनुसार बालेन्द्र केन्द्रीय सदस्य सहित दोस्रो वरियतामा रहनेछन्। सुरुमा भने उनलाई सहसभापति सहित दोस्रो वरियताको नेता बनाउने प्रस्ताव गरिएको थियो। बालेनले म केन्द्रीय सदस्य मात्रै बस्ने भन्नुभएको छ, त्यो उहाँको सदाशयता हो। वार्तामा सहभागी रासपा नेता शिशिर खनालले भने त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनुपर्छ, उहाँ दोस्रो वरियतामा बस्नुहुन्छ। दुई पक्षको समझदारी अनुसार बालेन्द्र पक्ष समानुपातिक उम्मेद्वारको बन्द सूचीका लागि 44 जना 40% को नाम तय गर्न जुटिसकेको छ। त्यसले पनि कसरी प्रतिनिधित्व हुँदैछ भन्ने संकेत दिन्छ। बालेन्द्र पक्षका एक नेताले भने दुवै तर्फबाट तयार भएको सूचीलाई रवि र बालेन्द्र बसेर अन्तिम टुङ्गो लगाउने भनिएको छ। समानुपातिक तर्फ क्लस्टर र क्रम संख्याले अर्थ राख्ने भएकाले सूचीलाई 2 शीर्ष नेताको सहमतिमा टुङ्गो लगाइने ती नेताको भनाइ छ। समानुपातिक निर्वाचनका लागि एक दलले बढीमा 110 जनाको बन्द सूची बुझाउनु पर्छ। बालेन्द्रका सोखिय सचिव भूपदेव शाहले समाजमा भिजेको र जेनजी आन्दोलनले अघि सारेको सुशासन र विकासको मुद्दालाई संसदमा प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई बन्द सूचीमा समेट्ने तयारी रहेको जानकारी दिए। केन्द्रीय समिति र प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारमा बालेन्द्र पक्षको हिस्सा कति प्रतिशत रहने बारे सहमति पत्रमा उल्लेख छैन। प्रतिशतको कुरा सहमतिको बुदामा लेख्दा राम्रो सन्देश जाँदैन भन्ने भयो। रासपाका एक नेताले भने रासपा सचिवालय र केन्द्रीय सदस्यमा पनि बालेन्द्र पक्षको सहभागिता हुनेछ। केन्द्रीय सदस्य र सचिवालय सदस्य कसलाई बनाउने भन्नेमा छलफल भइरहेको बालेन्द्रका एक सहयोगीले जानकारी दिए। रासपा विधानले 129 सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरेको छ, जसमा हरेक प्रदेशबाट 5 जना अनिवार्य र समावेशी हुने गरी 49 केन्द्रीय सदस्य रहने भनिएको छ। सभापतिले 22 सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। सभापतिले आफूसहित निर्वाचित पदाधिकारी, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय समितिबाट सदस्य मनोनयन गरेर 25 जनाको पार्टी सचिवालय गठन गर्ने प्रावधान पनि विधानमा छ। रासपाका एक नेताका अनुसार जेनजीको समेत प्रतिनिधित्व हुने गरी नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई पनि समितिमा ल्याउने तयारी छ। त्यसले जेनजी आन्दोलनलाई समेत दुई नेता बीचको सहमतिले सम्बोधन गरेको सन्देश जान्छ, उनले भने। रवि र बालेन्द्र बीच भएको सहमतिमा वृहत एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित संयोजन गरिने भनिएको छ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमतिमा उल्लेख छ। रासपाबाट वार्ता टोलीको नेतृत्व गरेका पूर्व शिक्षा मन्त्री शिशिर खनालले केन्द्रीय समिति बैठकबाट 7 बुँदे सहमति अनुमोदन गरेर अघि बढेपछि सबै विषय स्पष्ट हुने बताए। अहिले समानुपातिक उम्मेद्वार चयनको अन्तिम दबाव छ, त्यो काम सकेर सहमति अनुमोदन गर्ने कि त्यसअघि भन्ने मात्र हो, उनले भने।
बालेन्द्रका तर्फबाट वार्तामा सहभागी भूपदेव शाहका अनुसार पदाधिकारी व्यवस्थापनदेखि उम्मेदवारी दिने सन्दर्भमा विभिन्न मोडालिटीमा छलफल सुरु भएको छ। रवि र बालेनले पद र संख्या ठूलो होइन, मुख्य कुरा भावनात्मक र वैचारिक मिलन हो भन्नुभएको छ। उनले कान्तिपुरसँग भने सहअस्तित्व र समानताको मोडलबाट कसैले अप्ठ्यारो नहुने गरी एकअर्कालाई विश्वासको वातावरण बनिसकेकोले अङ्कको कुरा गौण हो भन्ने उहाँहरूको भनाइ छ। त्यसले हामीलाई वार्ता टुङ्गोमा पुर्याउने गरी मस्यौदामा काम गर्न सजिलो भयो। नेताहरूका अनुसार सहमतिको खाका तयार गर्नु अघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग समेत सहमति गर्ने तयारी गरिएको थियो। उहाँलाई कुमार बेनले पटक पटक फोन गर्नुभयो तर उठाउनु भएन। रासपाका एक नेताले भने रातभरि बसेपछि थप नकुर्ने, बरु फेरि बेग्लै कुरा गर्ने भनेर सहमतितर्फ अघि बढ्यो। कुलमानसँग सम्पर्क हुन नसकेपछि सहमतिको खाका तयार गरिएको थियो। रासपा सभापति रविसँग छलफल सकारात्मक दिशामा अघि बढिरहेका बेला बालेन्द्रले शनिबार बिहान 8 बजे र राति 7 बजे कुलमानसँग भेट गरेका थिए। बिहानको भेटमा बालेन्द्रले रासपाबाट आएको प्रस्ताव बारे जानकारी गराएका थिए। त्यसपछि उनलाई समेत आफूहरूसँग एकीकरणमा आउन प्रस्ताव गरेका थिए, तर कुलमानले त्यसमा असन्तुष्टि जनाए। कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले अपराह्न रवि सभापति र बालेन्द्र प्रधानमन्त्रीको उम्मेद्वार हुने गरी वैकल्पिक शक्ति एक ठाउँमा हुने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि बेलुकी कुलमानसँग छलफल गर्न बालेन्द्र बालुवाटार पुगेका थिए। उहाँहरूबीच हिजो शनिबार बेलुकी 7 बजेदेखि 1-on-1 वार्ता भएको थियो, तर के कुरा भयो भन्ने चाहिँ जानकारी भएन। रासपा र बालेन्द्रसँग संवादमा रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक राज सिंहले भने एकीकृत पार्टीमा कुलमानले सम्मानजनक उपस्थिति खोजेको उनी निकट नेताहरूको भनाइ छ। शनिबार साँझ 7 बजेदेखि बालेन्द्रसँग भएको भेटवार्तामा पनि कुलमानले आफ्नो सम्मानजनक उपस्थिति नहुने गरी एकीकरणमा भाग नलिने बताएका थिए। रासपा सभापति लामिछाने कारागारमै भएका बेला कुलमानलाई पार्टीमा ल्याउने गरी पटक पटक छलफल गरिसकेका रासपा नेताहरूले यसपटक भने बालेन्द्रसँग मात्र समझदारी गर्न चाहेका थिए, तर बालेन्द्र पक्षले कुलमानलाई र जेनजीको समूहलाई पनि एकै पटक समेटेर लैजानु पर्ने भन्दै 50% हिस्साको प्रस्ताव गरेको थियो। कुलमानसँग पहिल्यै कुरा गरिसकेका थियौं, उहाँसँग फेरि बेग्लै कुरा हुन सक्छ, रासपाका एक नेताले भने। रासपाले विवेकशील साझा पार्टीसँग एकता गरेपछि बालेन्द्रले 14 मङ्सिरमा कुलमानसँग भेट गरेका थिए। कुलमान निकट एक नेताका अनुसार त्यस भेटमा बालेन्द्रले उज्यालो नेपाल पार्टीमा सदस्य बनेर सहयोग गर्ने आश्वासन दिएका थिए। त्यसपछि सहमतिमै दुईजनाको तस्बिर सामाजिक सञ्जालमा राख्दै कुलमानले देश बनाउने अभियानमा सँगै छौं लेखेका थिए। बालेन्द्र रासपासँग छुट्टै समझदारी गर्नतिर लागेपछि भने कुलमान असन्तुष्ट बनेका थिए। अन्तिममा कुलमान पक्षबाट 3 जनाको अध्यक्ष मण्डल बनाएर अघि बढ्ने प्रस्ताव राखेको थियो। बालेन्द्रले भेट्ने भनेपछि पोखरा जाने कार्यक्रम समेत रद्द गरेर कुलमान शनिबार बेलुकी वार्तामा बसेका थिए। बालेन्द्रबाट सन्तोषजनक सन्देश नपाएपछि उनी बालुवाटारबाट निस्केका थिए। त्यसपछि बालेन्द्र 9 बजे कमल पोखरी स्थित रासपा नेता असीम शाहको कार्यालय पुगेका थिए। रवि र बालेन्द्र बीच त्यहीको छलफलमा सहमति भएर बिहान 4:15 मा हस्ताक्षर गरिएको थियो। रासपाबाट बाहिरिए पनि वैकल्पिक शक्ति एकै ठाउँमा हुनुपर्छ भनी गृह कार्य गरिरहेकी सुमना श्रेष्ठ बालेन्द्र र रासपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई समेट्नुपर्ने उल्लेख गर्दै त्यो जिम्मेवारी बालेन्द्र र रासपाकै भएको बताएकी छन्। यो एकताबाट अत्यन्तै खुसी भएकी छु। अब यो शक्ति जनतामा रहेको वितृष्णालाई सम्बोधन गर्दै देशलाई निकास दिन खाका बनाउने गरी अगाडि बढ्नुपर्छ। आइतबार बिहान पोखरा पुगेका कुलमानले एकता वा सहकार्यका क्रममा सम्मानजनक र आत्मसम्मान कायम हुनुपर्ने बताएका छन्। उनले उज्यालो नेपाल पार्टी सधैँ सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थिति राख्दै आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेर अगाडि बढ्ने हो, यसतर्फ धेरै कुरा भइरहेका छन्। रवि र बालेन्द्रले कुलमान घिसिङसँग आइतबार साँझ फेरि संवाद गरेका छन्। महानगरपालिकाको कार्यालयमा चलेको संवाद निष्कर्षमा भने पुग्न नसकेको नेताहरूले जनाएका छन्। मिलनबिन्दु तत्काल ननिस्किएपछि नेताहरू उठेका छन्। रासपाका एक नेताले भने समाजलाई निरन्तरता दिने कुरा भएको छ। रवि र बालेन्द्र बीच सहमति हुँदा रासपाबाट उपसभापति डीपी अर्याल र सोनिम वाग्ले वार्ताका लागि जिम्मेवारी तोकिएका पूर्व शिक्षा मन्त्री समेत रहेका नेता खनाल, पूर्व सांसद असीम उपस्थित थिए। बालेन्द्रबाट उनका साथी कुमार
उम्मेद्वार वेन स्वकीय सचिव भूपदेव शाह उपस्थित थिए। सुदीप ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतको उपस्थिति थियो। रवि र बालेन्द्र बीच भएको सहमतिले जेनजी आन्दोलनका बेला उठेको माग सम्बोधन हुने र त्यो नतिजामा देखिने आश जागेको जेनजी प्रतिनिधि केपी खनालले बताए। उनले कान्तिपुरसँग भने बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार र रवि लामिछानेलाई सभापति बनाएर जाँदै गर्दा पार्टी मात्र होइन देशको प्रणाली नै जगाउने ऊर्जा ल्याउँछ भन्ने लागेको छ। रवि र बालेन्द्र बीच भएको सहमतिमा जेनजी आन्दोलनको विषय समेत समेटिएको छ। नवयुवाले भ्रष्टाचारको शासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते र शहीद परिवारको मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता सहमतिमा गरिएको छ। आगामी 10 वर्षभित्र नेपाललाई आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिको जगमा सम्मानजनक मध्य आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन गर्ने पनि सहमतिमा उल्लेख छ। युवा पुस्ताका विश्लेषक नवीन तिवारी रवि र बालेन्द्र दुवै एकदमै महत्वाकांक्षी नेता भएका कारण यो सहकार्य चुनौतीपूर्ण रहेको बताउँछन्। यो रणनीतिक सहकार्य हो। दुवैको आफ्नो विशेषता र शैली भएकाले पनि सहकार्य सहज नहुन सक्छ उनी भन्छन्। दुवैमा आम मानिसमा भएको निराशालाई सम्बोधन गर्ने विकल्प यो हो भन्ने बुझाइ छ। लिखित भन्दा बाहिर भएका केही समझदारी कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्नेले भोलि विवाद निम्त्याउन सक्छ। यो सहकार्य लामो समय गए सबैका लागि हितकर हुन्छ। रासपा राष्ट्रिय राजनीतिमा होमिने निर्णय लिएसँगै बालेन्द्रले काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिने तयारी गरेका छन्। बालेन्द्रका स्वकीय सचिव भूपदेव शाह भने त्यो विषय प्राविधिक मात्र भएको बताउँछन्। महानगरमा केही काम र प्राविधिक विषय छन्, ती विषय टुङ्गो लाग्न केही साता लाग्न सक्ला उनी भन्छन्। बालेन्द्रका एक सहयोगीका अनुसार संसदीय चुनावमा होमिने विषयमा विगतमा उनले 3वटा विकल्प बारे चर्चा गरेका थिए। एउटा विकल्प काठमाडौँको कुनै पनि निर्वाचन क्षेत्र हो, उनको घर सिनामङ्गल रहेकाले काठमाडौँ 2 बाट उठ्न सक्छन्। दोस्रो विकल्प पुर्ख्यौली घर भएको महत्वरी निर्वाचन क्षेत्र नम्बर 3 हो, त्यहाँबाट मधेसको प्रतिनिधिलाई प्रधानमन्त्री बनाऊ भनेर अभियान चलाउन सकिने बारे छलफल भएको छ। बालेन्द्रले पछिल्लो पटक भने एमाले अध्यक्ष केपी शर्मा ओली उड्दै आएको झापा क्षेत्र नम्बर 5 मा निर्वाचन लड्ने विकल्प बारे चर्चा गरेको उनका साथीहरू बताउँछन्। तर प्रधानमन्त्रीको उम्मेद्वार बन्ने गरी अघि बढ्दै गर्दा उहाँले त्यो जोखिम लिनुहुन्छ जस्तो लाग्दैन। बालेन्द्रका एक साथीले भने त्यस्तोमा महोत्तरी र काठमाडौँ नै उत्तम विकल्प हो। आदरणीय दर्शक श्रोता, यो सामग्री मैले कान्तिपुर दैनिकबाट साभार गरेको हुँ, जसलाई गौरव पोखरेलले तयार पार्नु भएको थियो। यस्तै सुन्दर सामग्रीहरूका लागि यहाँहरूले PMC TV नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजका लागि भने म अग्नि भट्टराई बिदा चाहन्छु। नमस्ते।